सबै सर म्याडमहरूलाई नमस्कार। आजको यस भिडियोमा म एकीकृत पाठ्यक्रमको आधारमा कसरी थिमगत एकाइ योजना बनाउने भनेर म कुरा गर्नेछु। सबैभन्दा पहिले हामी थिमगत एकाइ योजनाको यो टेम्प्लेटमा जाउँ। सबैभन्दा पहिले विद्यालयको नाम लेखिन्छ, कक्षा कुन कक्षाको त्यो हामी लेखौँ र त्यो कक्षामा जम्मा भएका थिमहरू मध्येमा कुन थिमको आधारमा हामी योजना बनाउँदैछौँ त्यो थिमलाई त्यहाँ लेखिदिनु होला। र यो टेम्प्लेटमा तपाईँले देख्न सक्नुहुन्छ सेरोफेरो, गणित, नेपाली र अङ्ग्रेजी जम्मा 4वटा विषयहरूलाई मैले यहाँ राखेको छु पाठ्यक्रमको आधारमा। सबैभन्दा पहिले सेरोफेरो विषयमा जाउँ र सेरोफेरो विषयमा जाँदाखेरि चाहिँ सेरोफेरो विषयको जुन यो म र मेरो परिवार अन्तर्गत पाठहरू हामीले हेर्ने हो भने पाठ्यक्रममा आधारित जुन पाठ्यपुस्तक छ कक्षा 2 को सेरोफेरो, त्यसको म र मेरो परिवारमा हामीले मेरो परिवार, छरछिमेक, सहयोग, हेरचाह, हाम्रो खानेकुरा, हामी खेल्छौँ र हाम्रा उपकरण भन्ने यी पाठहरू चाहिँ त्यो पुस्तकहरूमा रहेछन् र त्यसलाई चाहिँ हामी यो पाठको सेक्सनमा यसरी राख्न सक्छौँ। र यो कार्य अवधि जुन कार्य अवधि छ यो चाहिँ पाठ्यक्रममा नै हामीले हेर्ने हो भने पाठ्यक्रममा नै कक्षा 1 को लागि म र मेरो परिवारको लागि कक्षा 1 होइन कक्षा 2 को लागि 40 घन्टा छ होइन। त्यस्तै गरेर हामीले कक्षा 2 कै गणितको लागि हेर्ने भने 7 घन्टा छ। अनि त्यस्तै गरेर कक्षा 2 को नेपालीको लागि हेर्ने भने 15 घन्टा छ र अङ्ग्रेजीको म र मेरो परिवारकोमा 21 घन्टा छ। र यसैलाई हामीले यहाँ पनि लेखेका छौँ, यो 40 घन्टा, 7 घन्टा, 21 घन्टा र 15 घन्टा त्यही पाठ्यक्रममै उल्लेख गरिएको त्यो कार्य अवधिको पानाबाट मैले यहाँ ल्याएको हुँ। अब हामी सेरोफेरोको बारेमा कुरा गरिरहेका थियौँ र कार्य अवधि लेखिसके पछाडि अब पाठ्यक्रममा भएको म र मेरो परिवार को विषय क्षेत्र जुन थिममा छ त्यसको 4वटा विषयका त्यहाँ सिकाइ उपलब्धिहरूलाई त्यहाँ वितरण गरिएको छ। उदाहरणको लागि हामी पाठ्यक्रममा नै जाउँ। पाठ्यक्रमको यो सेक्सनमा यो पानामा चाहिँ पाठ्यक्रमको एकीकृत संरचनामा कक्षागत सिकाइ उपलब्धिको विस्तृतीकरण कक्षा 2 यसरी लेखिएको छ। हामी यो कुरा हामी पाठ्यक्रममा पाउँछौँ र म र मेरो परिवार भन्ने विषय क्षेत्रमा यो थिममा चाहिँ हाम्रो सेरोफेरो यो आफ्नो कक्षामा पढ्ने साथीहरूको घर ठेगाना बताउनदेखि लिएर अरू धेरैवटा सिकाइ उपलब्धिहरू छ। जम्मा 22वटा सिकाइ उपलब्धिहरू रहेछ। मसँग यहाँ स्पेस कम भएकाले गर्दाखेरि मैले सिधै 1 नम्बरमा लेखेँ र बिचमा छोडेर मैले एकैचोटि 22 नम्बरमा दैनिक जीवनमा प्रयोग हुने सरसामानको सामान्य रेखाङ्कन गर्न भनेर लेखेको छु। यो चाहिँ सिकाइ उपलब्धिहरू हो सेरोफेरोमा पढाउनु पर्ने म र मेरो परिवार थिममा रहेर। यहाँ चाहिँ मैले यसरी लेखेँ, तर तपाईँहरूले यो थिमगत एकाइ योजना बनाउँदाखेरि चाहिँ सबै 22वटै सिकाइ उपलब्धिहरू तपाईँले लेख्न सक्नुहुन्छ। त्यस पछाडि सिकाइ उपलब्धि पछाडि अब एकीकृत पाठ्यक्रमको एउटा उद्देश्य पनि के हो भन्दाखेरि व्यवहार कुशल सिपलाई पनि एकीकृत गरेर पढाउनुपर्छ भन्ने हो। र त्यसमा चाहिँ हामीले यो म र मेरो परिवारको सेरोफेरोको सेक्सनमा गएर हेऱ्यौँ भने हामीले यो पाउँछौँ। हेर्नुहोस् त, यो पाठ्यक्रममै छ। त्यहाँ चाहिँ म र मेरो परिवारको सेरोफेरोमा यो जम्मा 4वटा छ। यो S1.1, S1.2, S3.1 र S3.4 र यही 4वटालाई लिएर गएर मैले यहाँ राखिदिएको छु है। अनि त्यस पछाडि यो यहाँ भएका 22वटा जति पनि सिकाइ उपलब्धिहरू छन् तिनलाई र यो व्यवहार कुशल सिपलाई सम्बोधन गर्ने खालको शिक्षण विधिहरू हामीले यहाँ लेख्न सक्छौँ है। त्यस पछाडि हामी गणितमा जाउँ। यो गणितको चाहिँ हामीले पाठमा हेऱ्यौँ भने चाहिँ पाठ्यपुस्तकमा हेऱ्यौँ भने गणितमा यसरी अगाडि विषय सूची लेखेको रहेछ। म र मेरो परिवार भन्नेमा एउटा मात्र पाठ रहेछ र त्यसलाई मैले यहाँ एउटा मात्र पाठ भनेर यहाँ राखेको छु क्षमता। र कार्य अवधि अघि नै हामीले हेरिसक्यौँ, त्यहाँ 7 घन्टा थियो। र यो गणित विषयको म र मेरो परिवार थिममा चाहिँ जम्मा 2वटा सिकाइ उपलब्धिहरू रहेछन्। यसका लागि हामी फेरि एकचोटि हेरौँ, त्यहीँ जाउँ। हामीले यहाँ हेर्न सक्छौँ गणित विषयको यो समान प्रकृतिका भाँडाहरूको अवलोकन गरी क्षमता तुलना गर्न र विभिन्न भाँडोहरूको क्षमताको अनुमान गर्न र अप्रामाणिक नापोद्वारा पुष्टि गर्न भनेर जम्मा 2वटा सिकाइ उपलब्धिहरू यहाँ उल्लेख गरिएको छ। यही 2वटा सिकाइ उपलब्धिलाई मैले यहाँ राखेको छु। र त्यस पछाडि यो चाहिँ सिकाइ उपलब्धि पछाडि अब सिकाइ उपलब्धि
लाई उद्देश्य बनाएर पढाउँदै गर्दाखेरि सँगसँगै व्यवहार कुशल सिपको पनि हाम्रा विद्यार्थीहरूले चाहिँ अनुभव गर्नु पाउनुपर्छ भनेर भन्दछ। र हामीले व्यवहार कुशल सिपको जुन एउटा पाना छ त्यहाँ गएर हेऱ्यौँ भने चाहिँ गणितमा चाहिँ म र मेरो परिवारमा S1.4, S1.5 र S3.1 छ र यही तीनैवटालाई ल्याएर मैले यहाँ राखेको छु। S1.4 बिचमा S1 बिचको मैले लेखेको छैन र सहकारी सिप लास्टमा S3.2 पनि लेखेको छु। एवं रीतिले शिक्षण विधिमा चाहिँ यो भाँडाहरूको बारेमा क्रियाकलापको आधारमा हैन, त्यस पछाडि यो व्यवहार कुशल सिप सम्बोधन हुने खालको क्रियाकलापहरूलाई प्र्याक्टिस गराउने खालको चाहिँ शिक्षण विधिहरू यहाँ राख्नुपर्ने हुन्छ। त्यस पछाडि हामी नेपालीमा जाउँ। नेपालीको मैले पाठ्यपुस्तकमा हेर्दाखेरि त्यहाँ विषय सूचीमा प्रष्टसँग उल्लेख गरेको रहेन रहेछ, तर म र मेरो परिवार भन्ने थिममा गएर हेर्दाखेरि चाहिँ त्यहाँ 2वटा पाठहरू रहेछन्। अनि कार्य अवधि चाहिँ 21 घन्टा भइगयो। त्यस्तै गरेर हामीले चाहिँ नेपाली विषयको यो सिकाइ उपलब्धिहरू पनि हामीले हेऱ्यौँ भने यहाँ ध्वनि सचेतीकरणदेखि लिएर तलसम्म यो पुरा पाना अँटेको छैन। पाठ्यक्रममा गयो भने हामीले अरू पनि पाउँछौँ। जम्मा लास्टमा गएर कार्यमूलक व्याकरणको यो सिकाइ उपलब्धिसम्म रहेछ। यो हजुरहरूले चाहिँ पुरै लेखिदिनु होला यो सिकाइ उपलब्धिको यो सेक्सनमा। त्यस पछाडि यो नेपाली विषयमा म र मेरो परिवार भन्ने थिमबाट चाहिँ हामीले यो व्यवहार कुशल सिपको यो सेक्सन हेऱ्यौँ भने यहाँ नेपालीमा S3.1, S1.2, S1.1, S3.2, S4.3 यी व्यवहार कुशल सिपहरूलाई पनि समावेश गर्नुपर्छ, एकीकृत गर्नुपर्छ भनेर भनेको छ। त्यसैलाई मैले S3.1 र बिचमा अरू छ र S4.3 भनेर लेखेको छु। र यही सिकाइ उपलब्धि र यही व्यवहार कुशल सिपलाई सम्बोधन हुने खालको क्रियाकलापहरू गर्दै त्यो शिक्षण विधि हामीले यहाँ निर्धारण गर्न सक्छौँ। र अन्तिममा चौथो विषय छ अङ्ग्रेजी। र अङ्ग्रेजी विषयमा पनि मैले अङ्ग्रेजी विषयको पाठ्यपुस्तक हेर्दाखेरि चाहिँ त्यहाँको विषय सूचीमा यसरी उल्लेख गरिएको रहेछ। त्यहाँ मी एन्ड माई फ्यामिली भन्ने जुन एउटा थिम छ, त्यो थिममा चाहिँ लेसन 1मा वीरेन्द्रज फ्यामिली, लेसन 2मा आई लभ माई फ्यामिली, लेसन 3मा अङ्कल शिवज फ्यामिली, लेसन 4मा इट्स मी, लेसन 5मा माई बडी, लेसन 6मा आई टेक केयर अफ माई बडी भन्ने यो 6वटा लेसन चाहिँ त्यहाँ पाठ्यपुस्तकमा दिएको रहेछ। र त्यही 6वटा लेसनलाई मैले यहाँ यो पाठको यो सेक्सनमा राखेको छु। अब कार्यावधि चाहिँ यो 15 घन्टा भइगयो र हामीले ल्याङ्ग्वेज फङ्सन पनि त्यही अघि नै मैले जुन पाठ्यक्रमको सेक्सन तपाईँहरूलाई देखाएँ त्यही पाठ्यक्रमको सेक्सनबाट नै यही सबैबाट नै मैले त्यहाँ सारांशमा मैले त्यहाँ लगेर राखेको छु। तर हजुरहरूले चाहिँ त्यहाँ लेख्दाखेरि एउटा पानामा हुँदैन, अलिकति ठुलो चार्ट पेपरमा लेखेर अथवा धेरै चार्ट पेपर नै थपेर तपाईँले चाहिँ प्रत्येक सिकाइ उपलब्धि चाहिँ यो सेक्सनमा तपाईँले लेख्नु होला है त। र अङ्ग्रेजी विषयको म र मेरो परिवार भन्ने थिममा चाहिँ व्यवहार कुशल सिपको बारेमा पनि त्यस्तै कुराको छ। यहाँ पनि S1.5 देखि लिएर S5.4 सम्म छ र यसैलाई मैले यहाँ लगेर S1.5 देखि S5.7 यहाँ लेखेको छु। र अघि मैले भने जस्तै यो अङ्ग्रेजीको यो सिकाइ उपलब्धिहरूलाई सम्बोधन गर्ने खालको अनि सँगसँगै यो व्यवहार कुशल सिपलाई पनि एकीकृत गर्ने खालको शिक्षण विधिहरू चाहिँ यहाँ हामीले छान्न सक्छौँ है। अब यो थिमगत एकाइ योजना चाहिँ एक दिनको होइन। यहाँ हामीले हेऱ्यौँ भने सेरोफेरो चाहिँ 40 घन्टाको छ अनि गणित चाहिँ एकदमै थोरै छ, 7 घन्टाको छ। यस म्याक्सिमम् 40 घन्टाको भएको कारणले गर्दाखेरि यो चाहिँ 1 महिनाभन्दा पनि बढी, 1.5 महिनाभन्दा पनि बढी यो जान सक्छ। त्यही भएर तपाईँले यो थिमेटिक एकाइ योजना बनाउँदै गर्दाखेरि चाहिँ तपाईँले कम्तीमा 1 महिना अथवा 1.5 महिनाको योजना बनाउँदै हुन्छ। यो चाहिँ एउटा जेनरल एउटा प्लान हो अनि यसको आधारमा तपाईँले इन्डिभिजुअल लेसन प्लानहरू, डेली लेसन प्लानहरू तपाईँले बनाउन सक्नुहुन्छ। अनि यो कार्य अवधिको ठाउँमा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यहाँ चाहिँ घन्टा मात्र नभएर तपाईँले कति हप्ता होइन अनि कति महिना यसलाई डिटेलमा तपाईँले लेख्न सक्नुहुन्छ। कुन पाठलाई कति दिन लाग्ला होइन, यो जम्मा गरेर तपाईँले कति समय त्यहाँ लगाउनुहुन्छ त्यो पनि तपाईँले यहाँ समावेश गर्न सक्नुहुन्छ। यस भिडियोले तपाईँलाई अलिकति मात्रामा पनि सहायता पुग्ला भन्ने मेरो विश्वास छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।